भर्खरै सुतेको छ त्यही भएर त धेरै टाइम भएको छैन नि त वा हेर त वा तिमीले स्कुलमा पड्का जस्तो लाग्यो है ए उहाँ हेर जता छ कि छोरी कतै छैन कि त्यहाँ नपड्काएको जुन ठाउँबाट नि आएको छ क्या हेर त अब हाम्रै घर अगाडि अब हाम्रो घर अगाडि ल यी पछाडि ल हेर्नु अब गाइस हाम्रै घर अगाडि त्यो चाहिँ माथि पड्किन सकेन के हो यस्तो हुँदो रहेछ कति धेरै पटकाहरू त्यो आफै त्यही नपड्किने हुँदैछ ल अब आउँछ कि ल है माई गड स्याम्पेन भित्र एउटा केही कुरा हालेर लाइट गरेर फुट्ट माथि जाने रहेछहरूले ट्राई गर्नु ट्राई गर्न सक्नुहुन्छ छोरी ह्याप्पी भयो मेरो छोरीको कानै खाइसक्यो है छोरी यही स्नोइङ पनि भइरह है छोरी ह्याप्पी बाई 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 2025 and 2026 January 1 ओके छोरी फेरि पड्काउँदैछ यो त रातिको 2 बजेको होला 1 बजे त भ्याइन होला ओ वाउ पड्किँदैछ माई गड यो त यसरी त पटकाहरू पड्केको देखेको तर यस्तो अगाडिबाट चाहिँ देखेको थिएन हाम्रो माथि खसेको थियो भने त्यस्तो हुँदैन हामीभन्दा धेरै डिस्टेन्स छैन है माथिबाटै फाले रहेछ नि त अब खतरा आउँछ कता कताबाट आउँछ खतरा त आउँछ ल अब आयो हाम्रो घर अगाडिबाट हाम्रो घर अगाडिबाट गाइस ल गाइस ल हेर्नु हाम्रो घर अगाडिबाट आएको यो ल हेर्नु गाइस ओ गाइस यहाँ त वा छोरी यसरी लाइभ देखेको थियो स्नोइङ पनि भइरह है छोरी स्नोइङ भइरहेको छ स्नोइङ हो कि पानी त स्नो जस्तो लाग्छ नि यहाँ लागेको वाउ अब त भ्याइँदा नि हुन्छ है छोरी धेरै लामो भयो छ्या वाउ हेर छोरी फेरि आयो मैले देखेँ कि छोरी छोरी घाँटी दिएछ बोल्न नि चिचाउँदै बोल्न नि सक्दिनँ वा छोरी त्यो भाइ उठ्छ कि उठ्दैन यतिसम्म हेर अब यही हो नि त पड्काउने ठाउँ यहीबाट यहाँबाट सबै पड्काउँदै लाइभ नजिकबाटै हेरेको यो पहिलोचोटि है यसरी विदेश बसेको 18 वर्ष भयो 18 वर्षमा यसरी नजिकैबाट पड्काएको हेरेको चाहिँ फर्स्ट टाइम नै हो म लन्डन बस्दा नि टाढाबाट हेरेँ पोर्चुगल हुँदैन अलिक टाढाबाट हेरेँ तर यस्तो लाइभ चाहिँ हेरेको थिएन यसरी पड्काएको चाहिँ रातको 12 बजेको छ